Welcome everyone, ladies and gentlemen. Here, everyone, welcome here. हाम्रो युएन पार्कमा है त सबैजनालाई. You can check the environment. It is beautiful and sweet भइरहेको छ, sweet भनौँ न. And we got here for cameraman, our brother Niyazin also here, and me here, your favorite one, Roshan Brush is here. And you can check my outfit here with the beautiful scene. अनि के भन्नुपर्दा नथिङ स्पेसल है त. अनि बरु 2x जुम गर्दै लाग्यो. जुम गर्नुभन्दा त तर धेरै नहल्ला नै त उनीहरू मैले बनाउन मलाई देखा पो भने हो त. अनि म भिडियो रुक्न देखा भने हो त. कट गर्न सक्यो है ल. अनि के गर्नुपर्छ भन्दाखेरि अब आज स्पेसल डे है त. अनि सो स्पेसल ठाउँमा पनि भन्नुभन्दा नि अलिकति लभली ठाउँ छ पार्क, युएन पार्क है त. फर योर रिफ्रेसमेन्ट अल्सो. रुममा गुम्सिएर बस्नुभन्दा you can enjoy here right? Yeah. Bye-bye. We can sit. Why am I calling you? First try first video. बस्दा झेउलायो केटाहरू एकछिन जोसमा थिए. भिडियो बनाउने जोसमा थिएँ. अहिले थाकेर ढलिरहेन है त. अब खुट्टा नेक्स्ट टेक भन्दै थियो. अब नेक्स्ट टेक अब यस्तै हो. हामी चाहिँ इन्जोय भन्दा पनि अलिकति माइन्ड फ्रेस भनेर आएको. यहाँ त कपल्सले मात्र परिएको छ. इग्नोर द्याट थिङ्स एन्ड फोकस अन योर सेल्फ्स भन्ने अल्ट्राको इङ्ग्लिस बढी छाडिदिइहाल्छु होइन. अल्ट्रा वाइड भयो त भएन रहेछ यार. सरी त्यही हो नि. आज चाहिँ हाम्रो एउटा मिठो ब्लग आउँछ. डु नट फर्गेट टु वाच फुल भिडियो है. एन्ड डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड सब्सक्राइब वन्स मोर टाइम. अनि आजदेखि चाहिँ हाम्रो भिडियो अनस्टेबल ब्याक टु ब्याक है त. अनि युएन पार्क भनेको कहाँ हो भन्नुपर्दा सिआरएफ बिच. मिठो छ. This is in ललितपुर. This is उतापट्टि काठमाडौँ. त्यो चाहिँ बागमती. उतादेखि आएर एउटा छ नि जुन चाहिँ बिजुली पुल हो कि के भन्छ भने. अब त्यहाँनिरको व्हाइट कलरको पुल कुन हो अरे? बिजुली पुल त हो नि. बिजुली पुल त हो नि होइन. ठ्याक्कै नयाँ बानेश्वर आउनुभन्दा यतापट्टिको व्हाइट कलरको झिलिमिली होला पुल छ नि. त्यो मुनिको खोलाको नाम बागमती. अनि यतापट्टि एउटा आएकोमा सबै बागमती हो. चारैतिरबाट बागमती हो. काठमाडौँको खोलाभरिको नाम बागमती नै हो त. कही अरे काठमाडौँको खोलाभरि सबै बागमती त हो त. बागमतीले घेरिएको सहर भनेर कसलाई चिनिन्छ भन्दाखेरि काठमाडौँ होइन होला हो. मुलाई यो बागमती नै हो. ल त्यसपछि पास भयो. यो पास भयो. ल हामी चाहिँ अलिकति लम्बा बनाम खिचौँ न भनेको कन्टेन्टलाई. अनि अरू के गरौँ त. अब त्यहाँ हाम्रो गिटारिस्ट हुनुहुन्छ, देख्नु भएको छ होला. गिटारिस्ट ऊ यहाँ बिचमा बसेको होला. के अरे गाइस मैले 10 रुपियाँ लुकाउनु परेको छु दाइलाई. कोहीले चाहनुहुन्छ भने युएन पार्कमा आएर लगाउन सक्नुहुन्छ है. ल यो 10 रुपियाँ कहाँ लुकाउने होला. लुकाएर किन्ने राखेको. ठिक छ म चाहिँ लुकाउँछु. भरे लोकेसन लुकाइदिउँ. ल त ठ्याक्कै हिँडिरहे त. 10 रुपियाँ जसले भेटाउनुहुन्छ युएन पार्कमा आएर सम्पर्क गर्नु होला. ठ्याक्कै हिँडिरहेछ ल. ठ्याक्कै के ल. यहाँ ढुङ्गा सारेको पनि निशान छ ल. ठ्याक्क कहाँनिर भन्दा उतादेखि आउनु होला. ठ्याक्कै आउनु होला. 10 रुपियाँ समात्नु होला. र के खानु होला बाबु? 10 रुपियाँको घर जानु होला. के भन्नु? घर जानु लाग्यो 10 रुपियाँको. ल है त. अनि हेयर स्टाइल कस्तो छ त्यसको?
या ल त अहिले ल अब फेरि भेट्नेछौँ हामी। यो मोटो भ्लग पनि आउनेछ केही दिनमा अब ब्याक टु ब्याक। हामी अपलोड जाँदैछौँ गाइस हामी केही दिनमा है माथि ल हल्का वाकिङवाला सिनेमेटिक तर्सै होला नि मुला कतिजना त 10 सेकेन्ड साइलेन्ट भएर होइन झ्याप्प बोल्दा। अनि हामी चाहिँ अब रिटर्न हुनु लागेको। धेरै डुलियो घुमियो है थिङ्सहरू। ठाउँ त ठिकै छ, नट ब्याड। भन् त के भनिस्? केही थिङ्स भन्नु छ बाबु? भन्दै थिस् दाइ हो भनेर त साइलेन्ट भइस् है। अब वी आर ब्याक टु दि आवर रुम। अनि आज चाहिँ अब भ्लग चाहिँ हाल्नै पर्छ होइन। अब 15 मिनट 20 मिनटको भ्लग नहाले त के मजा आयो त होइन। सो द्याट थिङ्सहरू कुरा गर्दै जाउँ न बरु। चराहरू गुन्जिरहेका छन् साइडमा, तर चराहरूको साउन्डभन्दा बढी यो तर ठाउँ चाहिँ मस्त छ, मस्त हावा लागिरहेको होइन। एक लेभलको रिल्याक्सेसन चाहिँ पाउन सकिन्छ क्या यहाँदेखि चाहिँ। सो अनि हामी चाहिँ जाने चाहिँ कतादेखि अब बालाजु जानुपर्ने छ छैन क्या। 10 रुपियाँ ल्याइस्किने भनेर सोध्दैछ अझ। त्यही राख भन्ने मान्छे ल्याइस्किने भन्दैछ। त्यहीँ छ त्यहीँ छ, नलगे पनि त्यहीँ छ, लगे नि त्यहीँ छ। कसरी के अरे गाइस तपाईँहरूले लग्नुपर्छ, हामीले नलगे पनि है। चरा पनि रहेछ त्यहाँ हेर्छ रहेछ ठिक छ। केटाहरू बास्केट बल खेल्न आइरहेको त्यसमा त 2 टाइम नि आउँदा त यार एउटा लङ भिडियो ल आइज नि त। खाएन भाइको मार्केटले भ्याएन, भाइको मार्केटले भ्याएन। त्यही थिङ्सहरू यहाँ चाहिँ अब खै के हो यो बिल्डिङ के हुनसक्छ त यो। अब यो ह्युमन पार्कको संरक्षण गर्नलाई यहाँको यहाँलाई यसलाई चाहिँ अब खोला देखाउँ भनेपछि बागमती। यो चाहिँ बागमती नै हो क्या, फेरि अफिसियलवाला बागमती यही हो। एक लेभलले पानी चाहिँ अब बढिसक्यो यहाँ नि होइन। फ्लो पनि पानीको फ्लो पनि फास्ट नै छ क्या। हेरौँ न तम्बाकु खोस्टा यहीँ छ, फुलसुल यहीँ छ। अब फुल चाहिँ अब त्यहीँ बागमतीदेखि नै बोकेर आएको होला। कागहरू छ यहाँ। थिङ्सहरू हाम्रो यहाँ सानो मन्दिर रहेछ हाम्रो मिठो पोजिटिभ प्लेस भइहाल्छ क्या जे भयो। काठमाडौँ भन्दा पनि दिस प्लेस इज अ हिस्टोरिक प्लेस अल्सो। हिस्टोरिक भएको ठाउँ क्या भन्न खोजेको। हिस्टोरिकल प्लेस मिठो है त, मिठो हावा विथ गुड सनसेट भ्यू हेर्न अझ मजा आउँछ होला। हामी दिउँसो आएर होला क्या। अब यता चाहिँ हाम्रो सिकुम्बासी क्लिन हानिदिइसक्यो यता सर्लको यहाँदेखि त्यहाँ डोजर चलिरहेको आज त्यहाँ त हेर्ने हो भने। यहाँ चाहिँ चिल्ड्रेनहरूको लागि पार्क यतापट्टि छ फेरि मिठो है त। आज फुल एक्सप्लोर गरिदिएँ मैले ह्युमन पार्कको। आज मैले फुल भिडियोभरि के गर्न सक्छस् बाबु? केही भन्न चाहन्छस् अरू? धेरै बोरेबल भयो अब छोड्दै। सुकुम यहाँदेखि हो क्या त्यहाँसम्म तल डोजर चल्दै। हामी चाहिँ अब त्यहाँदेखि अब कतादेखि जान्छौँ भन्दाखेरि अब रुट भनिदिइहालौँ सर र हामी यहाँ छौँ। बालाजु जानु छ। वी गो टु फर्स्ट थापाथलीदेखि रत्न पार्क। त्यो बाटो गयो भने अझ महँगो अझ जाममा पर्न सकिन्छ किनकि त्यो थमेल लाइन अझ भिडभाड हुन्छ क्या। सो हामीहरू कतादेखि जान्छ भन्दाखेरि थापाथलीदेखि तल बल्खु चौकदेखि त्यो बल्खु हो कि बल्खु त हो नि होइन, बल्खु होइन थापाथलीभन्दा उतापट्टि त्यो कुन हो त? बालाजुवाला निस्किने एउटा पुल। बालाजु त्यो पुल निस्किने अनि उतातिरको खोला कुन हो त त्यो?
थापाथाली भन्दा हुँदा त्यहाँदेखि होइन गुवारको क्या अब म राइड हान्छु होइन अब यसले यस्तै गर्यो अब म चाहिँ राइड हान्छु अब हाम्रो साधनसम्म आइसक्यौँ म जसलाई म रेकर्ड गरिदिइराख्छु नि त लान्छ त बाइक निकाल्न लागेको रेकर्ड हान्न त बाइकको छोडिदियो कि अलिकति अगाडि अब पहिला सुरुमा ज्याकेट लगाऊँ पोरुन्छ होइन कपडा रोले गर्दा आफ्टर देन क्याप अब चुल्टी पनि खोलिदिउँ है अब क्याप पनि लगाइलिउँ कस्तो देख्यो त लेभेन्टीका कौन देख के आयो मक्कन देख के नबोल्न त भाइ देखियो भने यस्तो देखाउने हो कि त साइन देखाउने भाइ फर्स्ट भिडियोमा यस्तो यो सिकाउँदैछु भाइलाई भिडियोग्राफी यस्तो यस्तै त साइन है मक्खानलाई You can see the cars, many cars here. Many cars here. Sorry to guys. Swell back. Ruku baik tu jangan deh. You can ride my way riding way है त हजुरले क्यान राइड है त अनि अब फेरि यो भ्लग नभएपछि भिडियोको यस्तै अब यस्तै फोटो भ्लग है त गाई लेडिज एन्ड जेन्टलमेन युआर गाई नट अ गाई एज एन्ड यो काठमाडौँमा राइड हान्न अलिक गाह्रो छ ल कस्तोका ठोकिसकेको थिएँ त अनै भारी छ यस्तो जब पाइन्छ कि भनेर आएको के गर्छ कस्तो मुजी पागल होस् नि जति बाइक आएर जब पाइन्छ कि भनेर आएको नेपाल गान्तोकमा ल पाइएन यार गाह्रो छ कोही हामी त औद्योगिक जाने भने मजा है औद्योगिक जाने भनेर आऊ त रास्ता यहीँ त राख्छु भाइ यसको स्कुटर उतापट्टि यहीँ राखिदियो नि भयो ल यहीँ स्कुटर राख्छ हामी चाहिँ वी आर गोइङ फर हन्टिङ जब बाइकमै जाम न म हिँड्दै विमानतलमा रोक्नु खाली भइहाल्यो घुम्नै दिइहाल्नुपर्छ अब Yes, we got successfully. यो अलिकति फुल खराब भइहाल्यो अब क्रस फायरका टोनरहरू यहीँभित्र हो क्या यहीँभित्र क्रस फायर अरे हिँड्न जान बित्नु के भयो जान बित्तिकै दिदी त्यसै रोकिदिया चिकन हिँड दिस इज इनसाइड अफ बालाजु औद्योगिक क्षेत्र है त कोकोलाको फ्याक्ट्री यु क्यान सी हियर है त औद्योगिक नेपाल राष्ट्र ब्याङ्क हियर दिस इज कोकोला फ्याक्ट्री है त म्यानुफ्याक्चर के गरेर चलाइरहेको छ and this city यो चाहिँ निसानको कम्पनी भित्र गेट नम्बर 3 अब कोकोकोला टाटा हिताची कपिला भेस्पा नेपाल ग्यास उद्योग अहिले त एलपिजी ग्यास यता बन्ने रहेछ फेरि
थिङ्सहरू धेरै छन् है भित्र ओके विस्ट सुट ब्रेकफास्ट चटपटा बनाउने Let's see you soon. Guys, this is new on this today's video. Fucking he is Ravi, Buddha, Abis, yes. All are here. Once more time. You bro. Yeah. अहिले रुममा पुगिसक्यौँ हामी चाहिँ युवान पार्कदेखि रुमसम्मको यात्रा पनि गरिसक्यो अब चाहिँ थोरै मिठो अब गेटअप खोल्छु अनि आफ्टर देन फेरि ह्यान्डसम लुक त फेरि कन्टिन्यू नै हो नि फेरि आफ्नो त है त अनि आजको फर्स्ट भिडियो चाहिँ अन दि वे नै छ ल एन्ड फर्स्ट अफ अल आई एम गन बी ओपनिङ माई सुज फ्रम हियर बाहिर भित्र कस्तो अलिकति क्वालिटी आएन क्या यसको लागि चाहिँ त्यो उज्यालोमा ताउनै पर्दो रहेछ जुत्ता खोलेंगे हम पहले जुत्ता के भन्नु छ त जुत्ता खोल्दा खोल्दै पनि तिमीहरूलाई त्यही रुम चाहिँ नेपालटा ठ्याक्क रुममा आइयो होइन काम खोज्न गइयो थियो स्पेसल्ली भन्नुपर्दा एन्ड फाइनल्ली वी गट haven't any job भनौँ खै वे नमिल्या हो तरिका नमिल्या हो we tried some of the place we directly go there like you can see a previous video clip also होइन अलिअलिको लागि त ट्राई अप गरियो तर सकिएन यार अनि यस्तो अब यहाँ आएपछि झन् कस्तो देखाउँछ and please visit my today story also ल कपिराइट लाग्छ जुत्ता पनि खोलेँ अब कपडा खोल्छु त्यसपछि अनि आफ्टर देन आई विल मिट यु ब्रो अनि अरू के भन्नु यार कपडा भइसक्यो रहेछ यो कपाल सपाल ल सी यु सुन गाइज